हेलो साथीहरू, फेरि पनि तपाईँहरूको माझमा मैले ल्याएको छु राइस कुकर बिरयानी। अब आज चाहिँ हामीले दिदीबहिनीहरू भेट भएको भएर बिरयानी प्रोग्राम गरेको छौँ। अब बिरयानी भनेपछि त हाल्नु पर्यो, खानु पर्यो, मिठो मिठोसँग बनाउनु पनि मिठो मिठो पर्यो। त्यही भएर हामी दिदीबहिनीले मिलेर अब बिरयानीको तयारी गर्दैछौँ। अहिले चाहिँ हेर्नु त राइस कुकरमा हामीले घिउ मजाले हालेर राइस कुकर हालिरहेको छ, राइस कुकरभरि फैलाएको छौँ। हामी चाहिँ वर्ष दिनमा 2-3 पल्ट भेट्ने भएको भएर दिदीबहिनी चाहिँ सकेसम्म मिलेर केही भनौँ न मिठो मसिनो नै खाने गर्ने गर्छौँ। अब सबसे पहिला त तपाईँले हेरिहाल्नुभयो होला हामीले के गर्यौँ भनेर। पहिला त हामीले प्रिपरेसन गर्यौँ, राइसलाई उमालेर राखेर हाफ पकाउने 80% पकाएर अनि बाँकी चाहिँ भनौँ न नपकाउने। अनि त्यसपछि मासु पकाएर रेडी, मासु रेडी गऱ्यौँ। त्यसपछि प्याज पनि फुटेर रेडी गऱ्यौँ। त्यसपछि एगहरू हालेर मासु बनाएपछि हामीले प्रेसर कुकर त नभनौँ, राइस कुकर भनौँ। खालि प्रेसर कुकर भन्न आउँछ भने साथीहरू के भएको होला, यस्तो प्रेसर कुकरमा भात पकाउने भएर हो कि राइस कुकरमा चाहिँ हाम्रो अब अहिले नयाँ टेक्निक। हामीले अरूले त अब प्रेसर कुकरमा गर्नुहुन्छ, हामीले चाहिँ नयाँ टेक्निकले 3जना दिदीबहिनीको एक्सपेरिमेन्ट भनौँ न नयाँ अनुभव सेयर गर्दैछौँ। अब हामीले चाहिँ यसरी यो फर्स्ट टाइम होला हामीले यसरी यो बनाएको राइस कुकरमा। कसरी पाक्छ कि पाक्दैन हेरौँ न भनेर ट्राई गरेको। मिठो चाहिँ मिठै भएको थियो साथीहरू, तपाईँहरू पनि ट्राई गर्नु होला। दम चाहिँ अलिकति लाग्दो रहेछ, दम लाग्नलाई त्यही भएर दम बिरयानी, राइस कुकर दम बिरयानी हामीले नाम राखिदिएको। अब हामीले त सुरुमा यो राइस कुकरको तलमा त हामीले अब घिउ दल्यौँ, घिउ फैलाएपछि हामीले चिकनको विङ्सहरू हाल्यौँ। हामीलाई चाहिँ हड्डी खान अलिक मनपर्ने भएको भएर चिकनको चाहिँ हामीले अरू पार्ट भन्दा पनि हामीलाई चाहिँ यो विङ्स पार्ट चाहिँ अलिक मनपर्छ, प्रायः दाँत बलियो भएको भएर होला त्यही भएर अनि हामीले चाहिँ त्यसरी विङ्सलाई पकाएर अनि तलकोमा चाहिँ हामीले ग्रेभी विङ्स हाल्यौँ। त्यसपछि यहाँ राइसले ढाक्यौँ। अनि त्यसपछि राइसले ढाकेपछि हामीले हेर्नुहोस् त यो फ्राई अनियनले पनि कभर गऱ्यौँ। अनि त्यसपछि अनि फेरि हामीले राइस हाल्यौँ। अनि अहिले हेर्नु त एग हालेर पनि अनि त्यसपछि यसलाई पनि हामीले अब माथिबाट राइसले फेरि कभर गर्नुपर्छ के, माथिल्लो लेभल चाहिँ राइस राख्नुपर्छ नि त। अब हामीले पनि अरूले बनाएको देखेर बनाएको हो। अब हाम्रो पनि फर्स्ट ट्राई त मिठो भएको छ है, हजुरले पनि ट्राई गर्नु होला। मिठै बन्दो रहेछ राइस कुकरमा पनि। अनि यसरी हामीले ग्रेभीहरू हालेर अनि त्यसपछि फेरि राइसले यसलाई माथिबाट कभर गर्ने माथिबाट। अनि त्यसपछि हामीले सबै यसरी खनाएर राम्रोसित फैलाएपछि अनि हामीले चाहिँ यसको माथि कलर हाल्छौँ, अलिअलि कलर अनि फेरि प्याजहरू हाल्छौँ। अनि त्यसपछि त्यो गरेर अनि एकपल्ट दम राख्छौँ। त्यसपछि त हेर्नुहोस् त तपाईँहरूले कति राम्रो भएको छ। अब यसरी हामीले फुड कलर चाहिँ अब अर्को बेलामा यो चाहिँ कम्पलसरी छैन है, तर कलरफुल देख्छ राम्रो हुँदो रहेछ, कलरफुल पनि। अब कसैलाई फुड कलर हालेको मन नपर्न सक्छ, त्यही भएर तपाईँहरू पनि अब इच्छा लागे अनुसार हाल्नुहोस्। अब हामीलाई चाहिँ मिठै लाग्यो यसरी हालेपछि ट्याङ्ग लाएर। हेर्नुहोस् त हेर्दैखेरि कति मजाले खाउँ लाग्ने भएको है। यो चाहिँ हामीले दम लाएर निकालिसकेपछि आफ्टरको हो। अब हामीले चाहिँ यसलाई बाटामा, यत्रो ठुलो बाटामा हेर्नु न बाटामा, सिलाबरको बाटामा खनायौँ, गाम्लाङ गुम्लुम खनाइसकेपछि हामीले चाहिँ अब त्यो कलर अब सबै मिक्स गऱ्यौँ के। अब वाइट अनि पिङ्क येल्लो राइसै हेर्नु न, कलरफुल राइस छ कति मजाले। अन्डा हेर्नुहोस्, विङ्स हेर्नुहोस्। अनि यसरी हामीले फैलाएपछि त्यसपछि चाहिँ हामीले प्लेटमा आफ्नो भाग गम हाल्यौँ क्या सबैजना है। अब हेर्दैखेरि खानकीवाला छौँ, त्यही भएर अनि त्यसपछि हाल्यौँ ग्वाम लाएर भाग छुट्यायौँ। अनि त्यसपछि हामीले अनि खान्छौँ ग्वाम हेर्नु होला।
अनि यहाँ हेर्नुहोस् है, यो चाहिँ मेरो भाग है के। यता दिदी हेर्नु न कति राम्री हुनुहुन्छ, मेरो दिदी हो। अनि त्यसपछि यता पनि हेर्नुहोस्, भान्से मेरो दिदी कति, हामी तिनजना चाहिँ भेट भयो भने रमाइलो हुन्छ क्या, इन्जोयबल गर्न पाइन्छ। यता दिदीको छोरा कति ह्यान्डसम बोय। अब हामी हेर्नुहोस् चेस, कति मिठो छ, चेस गरेर खानालाई वर्ष दिनमा भेट हुन्छ। दिदी बहिनी रमाइलो त गर्नु पऱ्यो नि। थ्याङ्क यू फर वाचिङ, यसै गरी सपोर्ट गर्नुहोला।